नमस्ते साथीहरू, हजुरहरूलाई ढिँडो कतिको मनपर्छ? मलाई त धेरै मनपर्छ। आज चाहिँ चिसो मौसम भएको कारणले गर्दा जाडो छ, हिजोदेखि पानी परिरहेछ है। अनि त्यही भएर मैले चाहिँ आज मकैको ढिँडो पकाउन लागेको छु। असाध्यै मिठो लाग्छ मलाई त। आज चाहिँ मकैको ढिँडो डाल्दै चिकन तरकारी, चिकन करी र रायोको साग पकाएर ढिँडो खाने विचार गरेको छु। त्यही भएर ढिँडो पकाउँदैछु। चिकन करी भयो। ल साथीहरू, ढिँडो तयारी भयो, पाक्यो। अब खानुपर्छ तातो तातो जाडोमा कुखुराको मासुको सुपसँग तातो ढिँडो अनि हरियो रायोको साग मिठो तयार भयो। अब खाउँ यो रायोको साग, चिकनको तरकारी, मकैको ढिँडो। आउनु साथीहरू खाउँ है। धन्यवाद।